हेलो 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 गाइस, हाम्रो दसैँको लागि खुसी काटेर टक्क रेडी भइसकेको छ। यसरी लगाइन्छ टक्क पारेर जस्तो यहाँलाई हुन्छ टक्क पारेर यसरी हाम्रो यो हड्डीको बिलो हो, यो मासुको बिलो। यसरी टक्क हाम्रो चाहिँ दसैँको लागि मासु खानुहुन्छ है, सरर पारेर देख्न सक्नुहुन्छ दसैँको लागि। यो चाहिँ हाम्रो धाम नगरपालिका 5 जुम्री काँडातिर यो हाम्रो घरतीपोतीको थला है, घरतीमगर टक्क पारेर यो जुम्री काँडा घरतीमगर थला। यसरी हाम्रो भैँसी काँडाहरू चाहिँ बराबर भाग लगाएर बराबर भाग लगाइन्छ। यसरी यसरी हाम्रो दसैँ यसरी मनाइन्छ। हामी चाहिँ भैँसी खाने पऱ्यौँ है, खसी खाने पऱ्यौँ। माइलदाई कत्नेसी मास्टर रगतहरू बनाउने, कत्नेसीहरू भुट्ने बनाउने, टक्क उहाँ चाहिँ कुक हुन्छ। यसरी रगतहरू पकाउने काम गर्नुहुन्छ उहाँले। रगत पकाएर अनि कपार ओके ह्याप्पी दसैँ भन्ने हुनुहुन्छ। यसरी चाहिँ उहाँले रगत कत्नेसीहरू हामी चाहिँ खाइसक्यो, कत्नेसी खाएको चाहिँ भिडियो भएन। यसरी टक्क पारेर एउटा भिडियोमा एक टोकरी पकाइसकेपछि रक्तो भन्ने चलन छ है हाम्रोतिर चाहिँ, रक्तो। यसरी हाम्रो दसैँ स्वागत यसरी गरिन्छ, देख्न सक्नुहुन्छ साथीहो। टक्क पारेर यता चाहिँ हड्डीको मासु, हड्डी अलग हुन्छ भने मासु लेग पिस अलग हुन्छ। एकदम प्योर लेग पिस, पछि एकदमै मोटो छ। यो 1000 रुपियाँको यो मासुको किलो 1 किलो अनि यो हड्डीको किलो 1 किलो। हड्डी र आँगन र भुँडी चाहिँ मिक्स है, यो 1 किलो अनि यो 1 किलो। 1000 रुपियाँको मात्र 1000 रुपियाँको मात्र 1000 रुपियाँको बिलो 1 किलो मासु 1 किलो हड्डी मिल्छ है साथी। हाम्रो चाहिँ टक्क पारेर हाम्रोतिर नाम हुन्छ। यो चाहिँ हाम्रो घरतीपोतीको थला हो। नाम छ हाम्रो चाहिँ हाम्रो सबभन्दा जेठो अङ्कल बुढोपाको मान्छे यसरी बसेर टक्क अराई सिँचाइ गर्नुहुन्छ। अनि यसरी हामीले चाहिँ काम गर्छौँ। हाम्रो दाइले चाहिँ बिलो लगाउनुहुन्छ। यसरी रेडी भइसक्यो हाम्रो मासु। हेलो भन्छ आइगर है, हेलो म भाग्य नपाने। यसरी छाला पनि हाम्रो पार्ने चलन छ है, टक्क हरेक 1 किलोमा एउटा छाला। यो मासु अन्ड टक्क बाजे नाति, हाम्रो घरतीपोती बाजे नाति बाजे नाति हो कि नाति टक्क यहाँ बाजे। यस्तरी मासु देखिन्छ है, मासु भिडियो बनाएको एकदम अङ्कलले छालाको दिनको लागि एकदम खदेर गर्नु भएको छ है। सरर पारेर यसरी छाला चाहिँ कसरी काट्नुपर्छ यसरी सिक्नुपर्छ है। यसरी छाला निमान्ने चलन छ हाम्रोतिर चाहिँ। छाला कान सब
एक पिस भयो भने हाम्रो चाहिँ बिलोमा हाल्ने चलन छ। खाऊ नखाऊ त उनीहरूको हिसाबको कुरा हो कि नै, तर हाम्रो हाल्ने चाहिँ हाम्रो कर्तव्य हो। हो तक्क मेरो नाम आइसकेको छ। अब तक्क मासु